केटाको त घर त यो वेलकम टु आवर ब्लग हाम्रो विपिन दाइलाई भेटियो बल्ल तल्ल नेल्सन ब्रिटिश कोलम्बिया नेल्सन मण्डेला मण्डेला चाहिँ मण्डला चाहिँ भइरहेको थियो हो आज हामी दुई दिनपछि बल्ल विपिन सरसँग भेट भयो कस्तो बिजी मान्छे प्रेसिडेन्टलाई भेटिन्थ्यो होला loving it, hey guys. Good day. Good day, oh my god, good day. Best thing about this is the support time. Yeah, I'm ready to all in that. I'm the car. Goose dog and a goose. Canada goose. Canadian goose, so dangerous. Don't. नेल्सनको एयरपोर्ट चाहिँ यता छ है लेफ्ट साइड यति सानो एयरपोर्ट यो चाहिँ हामी अब यहाँको प्रेस्टिज भन्ने यहाँ चाहिँ भिन्टेज कारहरूको आइरहेको जाम के छ र हामी अस्ति म त जान्न एक हप्ता थला पनि म यहाँको यो ब्याफमा हाइकिङ गर्ने हो नि यहाँको मेन ओरेन्ज यति यहाँको त्यो के अरे मल भनेको यो सानो कहाँनिर हजुर सिधै हो कि यता कहाँनिर किन बनाएर यहाँबाट जाने जस्तो लाग्यो होइन यार म्यापै चलेन क्या यो के स्ट्रिट अरे बेकर स्ट्रिट यहाँको सबभन्दा मेन बेगर छ कि बेकर 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 स्ट्रिट चस्मा खाइन नि त 2005 जाने कि लेक साइडकै भ्यू हेरौँ न त्यहाँ रिसोर्ट छ होइन हिजो राति आयो नि ए हो ए हो र केही देखिएन अन्धकार भयो अन्धकारमा त केही देखिँदैन अर्को बाटो त छैन यही हो कति टाइम लाग्यो होइन केटिएम आरसी हो मेरो एउटा साथीको उसको आफ्नै त्यसको साथी यता छ नि बाइकहरू चाहिँ म काम गर्ने है गाइस ब्युटी भनेको यो भयो काम गर्ने यो है भनेको यही हो अनि यहाँको वान एन्ड ओन्ली एउटा साउथ इन्डियन रेस्टुरेन्ट छ रेस्टुरेन्ट किचन सबै छ ग्रोसरी सबै पाउने चाहिँ यता छ सर यो होइन यो केटिएम डुक होइन नि यो R6 नै हो नि R6 हो र होइन सर इट्स R6 हो र यस सर
माथि जाँदैछौँ सबै रेस्टुरेन्ट फुल छ कि हेर्नु न मान्छेहरू घुम्न कति आउँछ नि यही हो त्यो केटीको कुट्ने तमिल किचन त्यही वाक गर्दैछौँ गाइस वाक जाँदैछौँ कफी खानेको लागि यहाँको अथेन्टिक लोकल कफी खाने एक्सप्रेसो भयो भने चाहिँ टेन्सन हुन्छ तर ठिकै छ आज राति सुत्ने प्लान पनि छैन तर हाम्रो विष्णु दाईले भने जस्तो फेवा ताल भन्दै हुनुहुन्थ्यो विष्णु दाईले फेवा तालको कपी भर्जन भन्दै हुन्थ्यो अब हो होइन त म पनि भन्दिनँ होइन त सर के भन्नु पहिला हो भने जस्तो लागेर ए दाईले भनेपछि त भाइले मान्नु पऱ्यो नि त होइन त यो चाहिँ 100 वर्ष पुरानो ट्रेन अरे गाइज फ्री अफ कस्ट है त चाहिँ हुनु पर्यो अब बस कफी पनि खाइयो अब चट्ट एउटा फुटबल खेल्नु पाएँ आनन्द बल्ले बल बल्ले 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 जिन्दगीमा धनी भएर एउटा बोर्ड त किन्नुपर्छ कि क्या हो केटा के भन्छ एउटा बोट ठिकै छ तिनवटा छोटी बात ठिकै छ तिनजनालाई तिनवटा बोर्ड किन्ने हुन्छ त धेरै बोर्ड किन्ने काम छैन सर रेन्टमा थोरै दिने आफै चलाउने हो नि होइन त वाक गरेछ गाइस जिन्दगीमा भ्लग पनि गर्नु देखिया रहेछ ठिकै हो भ्लग गर्दै वाक गर्दैछौँ भाइले फोन उठाएको छैन टेन्सन छ बल लिएर आउनु पर्यो नि फुटबल खेल्ने चर्मको लागि त फुटबल चाहियो होइन त्यता चौरमा छैन नि तर बल चाहिँ लिएर आऊ यदि छ भने कस्तो छ भने जसरी लिएर आऊ ला हो र कहाँनिर आइपुग्यो खै ल ल ल बिजोक चौरमा रे हामी ठ्याक्क वालमा अगाडि वालबाट अगाडि वालबाट अगाडि होइन हिँड्दैन हामीले साइडमा हामी हाम्रो एकजना दोस्तले भगाउ बनाउँदैछ हामी यो वालमार्टको अगाडितिर आयो राइटको के यो लेफ्टको साइडबाट हो हामी उसमा हिँड्दैछौँ क्या यो के भने डोमिनोस छ नि डोमिनोस ए बस्ने मान्छे त्यो वालमार्ट छ होला त्यो एउटै मात्र वालमार्ट छ के एउटै मात्र वालमार्ट छ भाइ त्यसको अगाडि यहीँ बसेको मान्छेलाई वालमा थाहा छैन कहाँ छ भनेर बिजोक रोडमा हिँडेर घरबाट रोडमै घरबाटै हिँडेको छैन मैले फुटबल लिएर फुटबल चाहिँ जस्ट इन केस घरबाट हिँडेको छैन भने बल चाहिँ लिएर आउँ न यदि यहीँ नजिक हो भने चाहिँ आऊ होइन भने चाहिँ घरमा छ भने चाहिँ बल लिएर आउँ न त्यही ल ए वालमार्टतिरबाट एउटा बल उठाउनु नि त्यो नि गर्न सक्यो अनि बल घरमा छ नि त यहाँ छैन नि त मेरो 5 देखि 6 तपाईँ यता तलबाट आइपुग्यो ल गाइस टोरन्टोमा भेटेको भएका हाम्रा भाइ बहिनीहरू त्यहाँ थियो
ल गाइस इन्ट्रोडक्सन दिनु पर्यो ल हेलो नमस्ते म सुक्ति मैले भर्खर कामबाट आएको है हाम्रो यता चाहिँ गहडी भाइ हाम्रो जर्मनीको फ्यान हारेर यहाँ दुःखमा ओ ब्राजिल हो तिमी तिमी के चाहिँ यो चाहिँ हाम्रो अथेन्टिक कफी प्लेस हो हेर्नु यहाँ फरेस्ट जङ्गलवाला कफी प्लेस यहाँ पानीको झर्ना हेर्नु झर्ना कस्तो ठुलो हो बाफ्रे बाफ यहाँ हेरौँ है त यहाँ हेरौँ ल त्यहाँ त एकचोटि फेरि हेरौँ न यो त पुरानो हो सबै पुरानो हो नयाँ सोच त नयाँ हुनुपर्छ है केटा के बन्द भएको छ त अनि कहाँ बोलाको बन्द स्क्याम हेर केटा हो स्क्याम भइसक्यो हामीलाई स्क्याम भएको छ यहाँ यता एउटा स्क्यामर अर्को स्क्यामर मेन स्क्यामर चाहिँ यहाँ जर्मनीबाट आएर स्क्यामर यत्रो बक्स्यो त्यो क्लोज देखेर यो चाहिँ हाम्रो अथेन्टिक कफी मेरो माथि चाहिँ यहाँ कफी बन्छ ए बन्छ बनेर ल्याएर यहाँ रोस्ट दिप्ती बहिनी भन्दा हुन्छ दिप्ती बहिनीको बारेमा भन दिप्ती बहिनीलाई छोड्ने सब हामी भनिन्छ नि तिम्रो साथ हामी छौँ यो भ्लग कहिले आउँछ युट्युबमा एक दिन त होला सबिन सरले एडिट गर्नुहुन्छ त्यही भएर एक दिन त होला एक दिन त होला 3 वर्ष पक्का मण्डला चाहिँ भइरहेको यहाँ हो आज हामी कहाँ दिनपछि बल्ल विपिन सरसँग भेट भयो कस्तो बिजी मान्छे प्रेसिडेन्टलाई भेटिन्थ्यो होला विपिनलाई भेट्नु गएको छ चाहिँ हाम्रो केटाहरू बस्ने ठाउँ पक्क यो चाहिँ हाम्रो केटाहरूको गार्डन रहेछ के बनाउँदै हुन्छ भाउजूले अब के हो थाहा छैन के न के चाहिँ हो गाइस है त अब आजको हाम्रो ड्राइभर चाहिँ हाम्रो विपिन दाइ तर एउटा हातै चल्दैन अब कसरी राइट लेफ्ट कसरी टर्न गर्नुहुन्छ राइटले हुन्छ त्यति भएपछि पुग्यो ल त्यस्तै होला त्यो त हामी त डाँडा साडा देखेर खुसी लागिरहेछ कुन चाहिँ फल्स थाहा भएन तर फल्समा आएको छौँ नेल्सन फल्समा अन्त यो केटाको त घरकै छेउमा फल्स रहेछ हात धुनु यहीँ आउँदैन नि पुग्यो बुझ्दै रहेछ गर्दैन नि केटा यो चाहिँ राख्नुपर्छ यो चाहिँ यत्तिकै चाहिँ हुनु पऱ्यो है केटा यत्तिकै चाहिँ हुनु पऱ्यो हजुर कुन चाहिँ फल्स अरे यो कटन हुड ए हो जगडा हातेर यहाँको पानी त्यस्तो प्योर हुन्छ अनि त्यही भोलि गाइडहरूले वर्क फ्रम होम गऱ्यो भने चाहिँ ड्राई पिकनिक जानुहुन्छ त्यो फेरि चढेर उता बालकोट अनि लन्च गर्ने टाइममा के अरे हल्का स्न्याक्स बनाएर अनि यहाँ फेरि चढेर जाने अनि गाडी नै फेरिमा हाल्नु पर्छ भोलि त फेरि गाडी रेन्ट गर्न जानु बेलुका होइन आधी घन्टा हो एक घन्टा आधा घन्टा जान आधा घन्टा आउन होइन के अरे खाना खाएर चाहिँ गाडी
सबैजना दुईजना जानु अनि पछि हामी घरमा बस्ने रेडी गराउँदै गर्छौँ अनि फ्रीमा हो कि फेरि सब फ्रीमा हो कि गाइस भोलिको लागि प्लान हुँदैछ हाम्रो यता होइन भोलि हामीले गाडी लिनु छ ल के छैन भाउजू होइन भाउजू भोलि पिकनिक जाने ड्राई पिकनिक फेरि चढेर सक्छ त रातो ब्रिजमा आएर यो रातो ब्रिज होइन यो सानो कटनवुड हामी भनेको नेल्सनको कटनवुड लेक फल्स ओहो इन्ट्रोडक्सन त होइन गाइजहरूलाई आज फर्स्ट डे नेल्सनको यही ठाउँमा है जो इन्ट्रोडक्सन दिँदै हुन्छ उहाँसँग चाहिँ 2 दिनपछि भेट हुँदैन पऱ्यो के गर्ने गाइजहरू क्षमा प्रार्थी छु अपोइन्टमेन्ट लिएर दियो मैले आयो यहाँ चाहिँ हाम्रो भाउजूडन यहाँ चाहिँ हाम्रो समीसर भयो अरे तङ्गु जाँदैछ केटाहरूको त घरकै छेउ फल्स तपाईँले नभएको बेला तपाईँले नभएको बेला कपालै नभएर भन्नु कपाल निकालेर हातको घाउ छुट्यो हाम्रो ग्रुपको 2टा फोटोग्राफरहरू हेर्दैछन् सिस्टम मिलाउँदैछ नि यहाँ ल अब चाहिँ हाम्रो टुर गाइडले उता लाने अरे टुर गाइड अब लेक साइडतिर जाँदैछौँ नेल्सनको ल केटा ल फाइनल्ली नेल्सन नि आइयो केटा हो स्वागत छ हाम्रो पोडकास्टमा स्वागत छ हाम्रो पोडकास्टमा गाइस जसको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ पानी र पहाड ओहो मिठो मिठो अरू त सबैमै थिएन त्यही दुईटालाई हो त्यही पानी र पहाड बिचमा ग्राउन्ड अनि अर्को बिर्सिनु नहुने स्वच्छ हावा हावा चाहिँ मिठो है अनि मनमा शान्ति एन्जल फेरि केटीको नाम के यो पठाउँछ त्यो बुढालाई एन्जल तिमीले त फेरि डार्क एन्जल भनेर उसको छेमा गर्नु आइडिया दिइसक्यो सक्यो सक्यो यत्रो लामो फ्लाइट लिएर फाइनल्ली हामी केटाहरूलाई भेट्यौँ भाउजूलाई पनि भेट्यौँ दुःख कुरा चाहिँ त्यो यस्तो राम्रो ठाउँमा आएर त्यही छत्र केटा आएपछि भनिँदैन देखाउनु पर्छ कि यो चाहिँ त्यही छत्र साथीहरू त्यस्तो थुप्रो साथीहरू भेट्यो नयाँ ठाउँमा केही नराम्रा जोकहरू त्यही पुरानो जोकहरू सुन्दै भक्क पोखरावाला भाइब यसो हेर्दै थियो क्या अनि हाम्रो पोखराको लेक साइडमा पनि ढुङ्गाहरूले कलर त निलो छ नि त सेतो भयो राम्रो देखिन्छ ए ढुङ्गा यस्तो थियो हुन्छ र अलिक अलिक अर्को टाइपको हुन्छ नि यस्तो हालिदिने नि एउटा बाँस छडाइदिनु त यहाँ अगाडि के होइन एउटा बाँस इमेजिन गर्नु त बाँस छैन त्यहाँ हो ढुङ्गामा बाँस होला इन्जिनियरिङ नपढाइ सिरियस थियो त्यही म्यानेजमेन्ट पढ्यो कि अलिक गाह्रो भयो आफ्नो टाइटल मात्रै आफ्नो टाइटलमा पनि इन्जिनियर छैन यार होइन तपाईँको सफ्टवेयर इन्जिनियर हो मेरो त फुल स्ट्याक डेम हो नि त उसको डेटा इन्जिनियरिङ छ मैले के भन्नु के हाल्नु पर्यो भने म याद सर्क नै
यस्तो आइटीको काम भनेको यही हो कि खुल्ला ठाउँ जस्तो हो त्यहाँनिर हावा जे हाल्दा पनि भयो है साँच्ची ओहो डेटा अलिकति राम्रै चल्दैन ल्यापटप लिएर आएर काम गर्ने मौसम त छ कामै छैन तपाईँले त अहिले के भन्ने अनि के थाहा छ आफ्नो पर्सनल ल्यापटप खोलेर प्रब्लम दिनु पाइयो कि त राम्रो त्यहीबाट मोबाइलबाट किन्नु अलिक होइन सर ल्यापटप भाइ भाइको लागि मोबाइलमा त छ नि अबको उस्तै ल्यापटप मोबाइलमा के त्यस्तै चस्मा केही लाउने होइन अनि त्यस्तो गरेर भने चाहिँ सक्यो त्यहीँ नोटिफिकेसन आउँछ ट्याक्टिभ सक्यो त्यही भएर मेटाको घरमै स्याटिन रनिङ इन बेटा हामीले सेट गर्नु हो मेसेजको लागि ए मेसेजको लागि हाई भन्छ ए भाइ त्यस्तो कुरालाई त म हावामा बगेछ हावाले अलिकति तेजिलो थियो सडके भावा अलिकति भावना डुब्नुपर्छ केटा भर्खर फोन राख्नु भएको छ बगिहाल्छ नि बग्नु पर्यो ब्लु चिप थिङ्किङ ठिक छ त्यतिकै त हुनु पर्छ यहाँबाट थाहा पाएँ मैले ब्लु चिप थिङ्किङ के हो सिया टाइपी होइन सिया चिएपी ए हो अब अगाडिको शब्दको चाहिँ बस त्यति हो धेरै सोच्नु होला यस्तो कुरामा पोजिटिभ एलओसी ओहो 114 करोड मात्रै यो थियो अरे हाम्रो ड्राइभर दाइले फोन पनि उठाएनन् ओहो टेन्सन भयो यार समय छ ड्राइभर दाइले छोडेर गयो भने के नै भएर केही टाढो पारियो ए के गरौँ भनेपछि भोलि गाडी लिनु जान्छ गाडी साडी लिएर मिटिङमा छन् कि निस्किन मिटिङ निस्किरहेको घर चल्दै छैन थाहा छैन यताको भन्यो नि त थाहा छैन त्यही भएर त घर चल्दैन पानी परेन है अन्त अनि रातको मौसम अझै पनि काम पऱ्यो ब्याफ त दिदी छ हौ 9 घन्टा त पानीमा गएको अन्त मजा पाउँदैन त्यही बिजोक हुन्छ सन्चिता बहिनीलाई चाहिँ त्यो भनेर पनि थाहा हुन्छ त्यही कस्तो टाइममा चाहिँ हामीलाई बोलाएको फर्काउनुपर्छ इयर बेन्डिङ हान आउँथ्यो केटा हो एयर बेन्डिङ ओहो त्यो पनि हेर्नुपर्ने छ त्यही हेर्दै त्यही एपिसोड 4 पुगिसक्यो ओहो रियलिस्टिक भइसक्यो केही छैन ए यता त फेरि छुट्टै एयर बेन्डिङ यहाँ त ओजी इयर बेन्डिङ हुन्छ यहाँको एयर बेन्डिङको हावा छुट्टै छ त्यही हो नेपाली मन पराएर चाहिँ यहाँको मान्छेलाई नेपाली छ नि त मन पऱ्यो जेलस भएको छ किनभने त्यही कसरी जन्मे हामी जन्म त्यही भएर यहाँ आएको है त्यसरी बुझौँ न कति ट्रेन गएछ हामी कति ट्रेन गयो यहाँ त्यही ट्रेन हो पैसा ल फर्क गर्छमा के कस्तो कस्तो जे पनि कम्युनिटीले बनाइदिन्छ खाना मात्रै अलिकति सस्तो भइदिएको चाहिँ चामल बाँकी सबै कुराको कम्युनिटी गर्दैछ अब त्यो खाना चाहिँ के कम्युनिटी खाएर एउटा सानो लोकल रेस्टुरेन्ट नै बस्नु सक्यो भने नेपाली पाराले खायो नेपाली पारा त विदेशी नेपाली पारा देखाउने एरेटिभ कल्चर हुनुभयो हाम्रो छैन त्यही भाडा अहिले 2 थाक भात चाहिन्छ अनि खानेकुरा र यसो माहौलमा उ गर्नु फरक हुन्छ त्यो त आफ्नो चुलोमा हो नि त सर
अरूको चुलामा होइन नि अर्को चुलामा त जे पकायो त्यो खानु पर्यो अरूको बिफ चुलामा बाहेक केटा बिफ भएर गौमाता। गौमा त गौ डिस्क्लेमर अनुसार हुनु पऱ्यो नि यो अरूको भाषामा गएर हामीले यो बनाइदियो त्यो बनाइदियो भनेको पनि त भएन यदि पोखरालाई चाहिँ वेल म्यानेज गरेकाले वेल प्लान भयो भने चाहिँ यस्तो हुन है सक्छ त्यही त तपाईँको त्यहाँ त के अरे पोखरा त तर फार वेस्टतिर बनाउनु सकिन्छ है अन्तस एकदम मजाले प्लान गर्न सकिन्छ पुरै अर्बन प्लानिङ गरेर यति मात्रै बस्ती यति रक्त यति टुरिस्टको लागि पुरै हाइकिङ गर्ने यो ट्रेल इभन सिटिजहरू पनि जस्तै अब त्यहाँनिर अब त्यो के अरे बेकर्स ए त्यो त ट्याक्कै त्यो उडाइन जस्तै क्या अलिक उकालो रोडालो थियो फोन हो क्या त्यो प्लेन मात्र भयो भने त बोर हुन्छ नि त उकालो छ ए ओह्रालो आयो उकालो छ ए ओह्रालो आयो सोच्ने तर त यो समरमा हो नि त विन्टरमा त सबै युज त्यही हो तर हाम्रो नेपालमा त 24 मन्थ अनि 2 वर्षमा त्यही 1 वर्षमा 12 महिना होइन क्या 2 वर्षमा 24 मन्थ नै यस्तै हुनसक्छ क्या त्यही हिउँमा अलिक मजा नि कोल्ड भनेको कति जान्छ 6-7 डिग्री सेन्टिग्रेड राति कहिलेका 0 जान्छ माइनस त खासै जाँदैन मेन इस्यु भनेको त तिम्रो को हो नि त आइस हो नि त अन्त आइस भन्ने कुरा त एभ्रिडे ठाउँमा हिँडिराख्न सक्ने चिज होइन नि त त्यो मान्छेहरू अब मनाङसम्मतिर गइरहेको हुन्छ अब त्यो अन रोडमा क्या अब जब त्यो माथि हुन्छ त्यो केही छैन मोबाइलै छैन त्यो न बाइक हुन्छ न गाडीहरू हुन्छ चेन लगाएर गयो अनि त्यसमै त्यो डबल क्याब गाडीहरू लिएर जान्छ अनि त्यसपछि चार्जेस कति 3x 4x टाइम वाइ महँगो लिदिन्छ अनि ढुवानी महँगो अनि त्यसपछि सामग्रीको महँगो यहाँको र नेपालको डेभलपमेन्टमा फरक के छैन यहाँको एयरटेल बनाउँदै जाँदैन त्यहाँ सामान क्यारी गर्छ त्यति बेलामा सस्तो भयो चिप भयो अनि त्यसपछि एकचोटिमा धेरै जाने भयो यो एउटा चाहिँ नेपालमा अलिकति कन्सेप्ट चाहिँ राम्रो बनाउनु पर्छ अब म चाहिँ ल्यान्डस्केप नै हो ल्यान्डस्केप त्यस्तो ल्यान्डस्केपलाई जित्न कस्तो भन्दाखेरि ल्यान्डस्केप जस्तो छ नि त्यसैमा ढाल्ने खालको चाइनाले त बनाइदिएको त बारी त हामी त्यो पुरै यस्तो पाहाडमा हामीले सबै पिच गरिदिन्छौँ भन्ने मात्रै भएन तर यो उसमा चल्ने केबल कार हुन्छ अरू मिन्स अफ ट्रान्सपोर्टेसन पनि हुन्छ नि त होइन त्यो जुन सुइटेबल छ जुन हुन्छ त्यसलाई नै चिपेस्ट सोर्सेस ट्रान्सपोर्ट गर्नु एउटा कुरा सर्भर कार्य बनाएर प्रिन्टर लेखाएसँग है कुन फ्री अफ कस्टमा भन्नुभयो पाइला पानगढी 3 राम्रो भएको गाह्रो हो त्यो कुराको त दामी डेभलपमेन्ट हो अलिकति आउट अफ त्यसैलाई अलिकति उस गरेर मोबाइल मोटर हालिदिनु अलिकति सेफेस्ट वेमा बिल्ड गर्ने सक्यो नि त त्यहाँ सर्र बिल भयो भने मजा आउँदैन क्या त्यहाँ टक्क बसेर क्लिन ठ्याक्क एउटा बटन दिँदै चाहिँ यहाँ जाने सेफ होस् सेफ होस् मेन्टेनेबल होस् पुरै म्यानुफ्याक्चरिङ गर्नुपर्छ पुरै लार्ज घरमा ढाक्क राखेर जस्तो भक्क राख्ने पार्किङ त होइन माथि चाहिँ त्यस्तै एउटा पाहाड छ त्यस्तै नै जान्छ माथि त्यति त्यो त पाहाड पछाडि गएर दामी हो नि पाङ्गाई
मान्छेहरू नेपाल आएको छ भने पत्ता छ होला त्यो अम्बुलेन्समा साइडतिरको मन्दिर पर त्यो पाखाले डुङ्गा त प्राप्त हो यो अफिसमा मात्र वालपेपर राखेको बाटो हेर्दा पनि वालपेपर राख्नु लाइफ साइडले गर्दा इमेज पनि मिठो क्रिएट गरेर यहाँ चाहिँ जेट स्की हुँदैन क्या पर्सन भयो बोर्डमा कस्तो बस्छ नि त त्यही बस्नु नानी मात्रै नभएर अब रेसिडेन्सियल छ नि बोर्डमा हो कि ए हो घर यस्तो एक्सपेन्सिभ भयो पहिलेदेखि त्यो बोर्डहरू बोर्ड किन्यो अनि त्यहाँ कति सर्भरले त्यही हालेर कुनै आइडिया अरे ब्याङ्कबाट सुताहरू हुनु सक्छ त्यही टायर्ड हुन्छ अहिले यो यस्तो भयो कि लेखल त्यो बिचको पानी अलिक कम भयो धेरै हावाहरू दिन्छ चाहिँदो हुन्छ तर त्यही हो क्या रमाइलो नै त्यही हो क्या ए खालाउनु डुबाउनु एभ्रिथिङ भेरी मिनिमलिस्ट के सो स्पेस हुन्छ म्यानेज गर्नु पऱ्यो सुतिराख्दाखेरि कहिले टाइट होला उ होला टक्क उठ्यो बाहिर पानी सरक्क बस्यो अलिक डिफ्रेन्ट कम्फर्ट जोन म चाहिँ सक्दिनँ पानी अन्त उयो एक दिन बस्नु दिएको 2 दिन बस्नु दिएको तर हामीले सक्दैन यहाँको यो हाइकिङ गर्ने हो नि यहाँको मेन ओरेन्ज यति यहाँको गाइस हामी चाहिँ नेल्सनको मेन फुटबल ग्राउन्ड लेक साइड पार्कमा हाम्रो टुर गाडी लिएर आउनु भएको छ एक साइड लेक एक साइड माउन्टेन चोली मात्रै राम्रो छ चोली मात्रै राम्रो ए अहिले त बस्दा अब हात उठाउनु मिल्दैन दाइले गाह्रो छ हाम्रो फोटोग्राफर हाम्रो भ्लगर हाम्रो सबै कुरा भिडियोग्राफर सबै ड्राइभर इट्स एन्ड एभ्रिथिङ हाम्रो टुर गाइड हामी यहाँ कहाँ जाने हो कता पार्किङ गर्ने हो धेरै मलिक एकदम अघिल्ला झोला हामी आएर आनन्दले आउँछ यस्तो मजा आउँछ नि रमाइलो हुन्छ नि यस्तो पिसफुल छ त्यही भएर एन्जल भइरहेको
चाहिँ बवाल हुन्छ कहाँ गयो त अनि ब्लगर ए ब्लगर यहाँ रहेछ नि त अनि एउटा धोकेबाज थियो उता टोरन्टोमा पनि होइन त्यहाँ बोटिङ गरेर यार खै आज 2 दिन भयो नेक्स्ट टाइम तिमीले प्लान बनायो तिमीले प्लेन टिकट काटेर बल्ल हामी नेक्स्ट टाइमदेखि त नेपालभन्दा धेरै टाइम लाग्यो यहाँ आउनु प्लान बनाउने मान्छे छैन दामी लाग्यो खै त तिमीहरू खै त ब्रिटिस कोलोनी ठिकै छ तर मेल सोच्दैन तर तिमीहरू खै क्या तिमीहरू चाहिँ खै मान्छेहरू अपोजिट रहेछ नि त तिमीहरूको त उतै जुन बाटो त्यही बाटो फर्किनु पर्ने रहेछ नि त तिमी एयरपोर्ट आउँछु म त विश्वास गर्दिनँ तपाईँ टिकटबाट आउँछ अनि त्यही पनि विश्वास गर्दिनँ क्या जबसम्म चाबी लिएर दाइ आइपुगेँ भन्दिनँ तबसम्म विश्वास गर्दिनँ बिदाको मान्छे कहाँ घर के पढिरहेको खै कोही जाने भन्थे कसले प्याक बनाएको दिदी उता कामतिर मेरो वर्क होम हो सकिसक्यो वर्क होम सकिएको यिनीहरू आउँछ भन्ने कुर्दै आउँछ खै सन्त कति आउँछ भन्दैछ त यिनीहरू हैरान हुन्छ अनि अहिले भाउजूले फोन गर्नु आएको छ ल किन प्लानमा के दिनुभयो यस्तो हजुर वर्ल्ड कप पछि हेरौँला नि तिमीहरूको प्लान चाहिँ के हो भन न what changed होइन अब हाम्रो त हामी आइसक्यौँ नि हाम्रो चेन्ज तिमीहरूको भनेको तिम्रो अब पछि के Why you don't have an answer? इफेक्ट के साउन्ड इफेक्ट के नागिन डान्स हाल्नु है टक्क त्यो हुन्छ नि त्यो अगेनामा टक्क त्यो मिलाइ चाङ लाएर मिलाइ है त्यो दाउरा मिलायो हामीलाई दाउरा मिलायो घिउ पनि हाल्यो टक्क सहलाई टस्स पारेर टस्स छोड्दै गायो बाबु हम्किनु पर्छ अलिअलि आगो बिताउन सक्छ ख्याल गरेको यहाँ त अहिले आगो बोलेको छैन गुरु रहेछ नि त यार बोल्नमा त लास्ट पालि यार खै त
मेरो अब सन्डे फर्किने अब सन्डे हामी अस्ति आएको ठाउँ कुन रे अस्ति हामी यस केलनमा चाहिँ हामी सन्डे 10:30 यप अब तिमी आउन भ्याउँदैन ला पिम हुन्छ 10:30 फ्राइडे यहाँ आऊ सन्डे आउँदा के होइन विकेन्डे त्यही मनाउने हामी फ्राइडे बेलुका बिहान खाना आइहाल्छौँ तिमीहरू यहाँ आऊ अनि सबै यहाँ बस्यो विकेन्डमा अनि सन्डे ओके बिहान त नजानी रहेछ नि हजुर दाम नगर्ने रहेछ आउँछ भयो बिहान नजानी अनि पारिवारिक समस्या अब नि भन व्यावहारिक समस्या भए चाहिँ नो टेन्सन सर्लका पछि पारिवारिक समस्या हो भने चाहिँ पारिवारिक समस्या हो भने चाहिँ अब त्यो कुरा बाटो छोडिनु साइकलले चाहिँ घरमा राति कहिलेकाहीँ 0 जाँदैछ माइनस त